मनिषा मिस अनि हाम्रो बिमला भान्जी अनि यता हाम्रो टिका मिस हुनुहुन्छ टिका मिस अनि छ दाजुभाइ होइन हाम्रो गाडीको नाम ल हामी चाहिँ छ दाजुभाइ गाडीमा चाहिँ है यात्रा गरिरहेछौँ मनिषा मिस गाडीले हल्लाएर के अमला खाँदैछौँ है अमला खाएर गाला पनि कस्तो सानो सानो दुईजना पाहुनाहरू पनि हुनुहुन्छ है हेलो नमस्ते म्याम नमस्ते हजुरकै प्रतीक्षामा छौँ है हामी ल आउनुहोस् है ल अगाडि हजुर अगाडि ल आउनुहोस् है हामी जम्मा 5 बहिनी जम्मा भयौँ है अहिले 5 बहिनी र 3 भाइ गरेर जम्मा 8जना टिम चाहिँ गाँको भेडा चौरबाट सिलिगुडी डाँडातर्फ चाहिँ प्रस्थान गर्दैछौँ आएको गाडी हामी चढेर आएको गाडी चाहिँ यो हो बोलेरो दाजुभाइको बोलेरो अनि यहाँ छोरो भाइ र दिदी भाइ यहाँ हामीले चाहिँ खाजा खाइसक्यौँ हेलो नमस्ते नमस्ते छोरो नमस्ते ल सिलगढी डाँडाबाट देखिने यो गोठी स्टेको भ्यू चाहिँ यस्तो देखिन्छ है गाडी यो होमस्टेबाट देखिने दृश्यहरू चाहिँ यस्तो छ वेदरले अलिकति फेभर गरेन यदि वेदर क्लियर भएको भए यहाँबाट धेरै हिमालहरूको दृश्य चाहिँ देखिन्थ्यो ल गोठी स्टेबाट देखिने दृश्य चाहिँ आज यस्तो नै छ यस्तै छ यदि मौसम क्लियर भएको भए चाहिँ यहाँबाट एकदमै सुन्दर सुन्दर हिमालहरूको दृश्य चाहिँ देखिन्थ्यो तर हिमालहरू चाहिँ हामीले आज देख्न सकेनौँ हामी सबैको लागि आफ्नो पुत्र
हामी निस्किने हैन खाना पनि खाइसक्यौँ अब चाहिँ हामी जान्छौँ होला अब चाहिँ हामी जान्छौँ
हामी त्यही लाग्यौँ अब रिसोर्टतिर के रिसोर्टतिर रिसोर्टको नाम के रे हामी चाहिँ अब हिँडेको तलतिर घुम्नुलाई स्टेको चाहिँ भ्रमण सकेर अब हामी अब चाहिँ हामी यहाँ बोट स्टेको चाहिँ बसाइसकेर नयाँ रिसोर्ट चाहिँ बन्दै रहेछ त्यो नयाँ रिसोर्ट चाहिँ घुम्न जान्छौँ कस्तो रहेछ तपाईँहरू सबैजनाले देखाउँछौँ है त हामी स्पेसलमा चाहिँ हामीले चाहिँ बोट स्टेको भ्रमण गरिसकेर अब चाहिँ हामी कता जाँदैछौँ त साथीहरू जाँदैछौँ है त आउनुहोस् तपाईँहरूलाई पनि होइन तिमीलाई खाँदैन रेस्ट गर्नुभएको भए पो अलिक ठिक हुन्थ्यो कि है त्यो त तलको हामी आउने बाटो हो कि हो अनि त्यहाँ कतापट्टि जानुपर्ने हामी धेरै माथि हो कि हो ए फुल कस्तो राम्रो देखिँदो माथि भने वाउ कति ब्युटिफुल देख्नु भएको हाम्रो मिस्टर आज गुराँसकै बनाउँदै हुनुहुन्छ क्या भिडियो भरे माथि गुराँस छ नि त रमाइलो चाहिँ रमाइलो हुने भयो नि आज चाहिँ बादलले गर्दा हिमालले देखेको छ यो बादल हटेको भए कस्तो राम्रो भ्यू देख्थ्यो हिमालको भ्यू हेर्नु क्लियर भएको भए चाहिँ हिमालहरू देखिन्थ्यो आज चाहिँ बादल लागिरहेको रहेछ हामी चाहिँ अब गोटी स्टेको यात्रा सकेर रिसोर्टको भ्रमण गर्न चाहिँ हिँडिरहेछौँ सबैजना टिमी नानीसँग हाम्रो मनिषा मिस पनि हुनुहुन्छ नानीसँग हाम्रो भान्जे नानी टिका मिस चारसुबी मिस यता हामी चाहिँ गोटी स्टेको यात्रा सकेर अब चाहिँ रिसोर्टको भ्रमण गर्न हिँडिरहेछौँ है त हाम्रो टिमहरू यता हुनुहुन्छ हेलो हस् थ्याङ्क यू ल छोरालाई छोरा लिनुहोस् छोरा र नानालाई थ्याङ्क यू ल हिँड्नुहोस् सिलगढी टाढोबाट चाहिँ अलिकति उकालो चढ्नुपर्छ है रिसोर्ट पुग्नको लागि चाहिँ वा
यो मेरो हातमा भएको फुल हो। अब यस्तो लाली गुराँसहरू चाहिँ यतातिर धेरै फुल्नुपर्ने हो, तर यसपालि खासै फुलेको छैन रहेछ। ल पालो गरौँ बिचरा मिसले यता गल्यो। केही हुँदैन केही हुँदैन, फुलको हो त्यो, फुलको रस त खान्छ, फुलको रस त खान्छ, केही हुन्न। ल आलो पालो गर्दै ल जाउँ, ल जाउँ है, गाह्रो भयो। सरर हावा चल्छ सल्लाहघारीमा। पछाडिको टोलीहरू आउनुहोस् है, ल आउनुहोस् है। ल कस्तो भइरहेछ छोरो? ठिक छ ठिक छ? आउनुहोस् है, कतिको एक्साइटेड हुनुहुन्छ नयाँ रिसोर्ट घुम्नको लागि? ल आउनुहोस् है, मनिषा मिस आउनुहोस् है छिटो। ल हामी चाहिँ अहिले नयाँ बन्दै गरेको यहाँ सिलगढी डाँडामा नयाँ बन्दै गरेको रिसोर्टमा चाहिँ आइपुगिसकेका छौँ। आज हामी यो रिसोर्टको भिजिट गर्छौँ। कस्तो रहेछ के रहेछ हामी सबै कुराहरू तपाईँहरूलाई पनि सेयर गर्छौँ है त। हेलो छोरो। हाई नाना। हाई हाई हाई। ल आउनुहोस् है। मापे दुधकोशी गाउँपालिका वडा नम्बर 5 सिलगढीमा अवस्थित यो रिसोर्ट, नयाँ रिसोर्ट बन्दै गरेको रिसोर्टमा चाहिँ यहाँ सबैजनालाई स्वागत छ। भित्र यो रिसोर्ट चाहिँ कस्तो बन्दैछ के छ त्यो कुराहरू चाहिँ हामी भित्र भिजिट गर्छौँ र तपाईँहरू सबैजनालाई चाहिँ देखाउनेछौँ। कस्तो नयाँ फरक खालको लाग्यो है, नयाँ रिसोर्ट चाहिँ बन्ने क्रममा छ। कस्तो रहेछ के रहेछ हामी भित्र जान्छौँ, एक्सप्लोर गर्छौँ अनि तपाईँहरू सबैजनालाई चाहिँ देखाउनेछौँ है त। यो त ट्रस्ट हो रिसोर्टमा चाहिँ यो भित्र चाहिँ कस्तो छ भनेर म तपाईँहरू सबैजनाले देखाउँछु। ल मसँगै आउनुहोस् है त। वाउ, यो केबाट बनेको हो? यो केबाट बनेको हो? यो केबाट बनेको? यो प्लाइवुड हो? बाहिर त कालो, यो त पुरा सिसाको त्यो टल्केको जस्तो देखिन्छ त। ए बाहिरको चाहिँ यो कालो कलर मात्र, यो प्लाइवुडमा हो, भित्रबाट चाहिँ फलाम। ल एकचोटि हेर्छौँ ल।
हस् थ्याङ्क यू हुन्छ 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 ल हस् थ्याङ्क यू वा कतिवटा यसलाई चाहिँ ठ्याक्कै यो रेस्टुरेन्टको नाम चाहिँ के हो यो रेस्टुरेन्टको नाम चाहिँ के हो ए अहिले राखिएको छैन है बन्ने क्रममा रहेछ यसरी उहाँहरूले बनाउँदै हुनुहुन्छ यो भित्र चाहिँ ए भित्र हजुर हामी त यहाँ काँकुबाट आइपुगेको काँकुबाट आएको ल कस्तो अनौठो के बाहिरबाट हेर्दाखेरि चाहिँ कस्तो राम्रो डिजाइन देखिरहेको छ भित्र चाहिँ केले बनेको रहेछ कस्तो रहेछ भनेर हेर्न मन लाग्यो हजुर एकदम फ्ल्यास लाइट आउँछ कि बाहिरबाट चाहिँ यहाँबाट ल यो चाहिँ के बाटो बन्दैछ भन्नुहोस् त यो एस ब्लक भइहाल्यो होइन भित्र काठ हजुर प्लाइवुड ए बाहिरबाट देखिने त यो कलर कालो प्लाइवुडै रहेछ है सिसा कालो सिसा जस्तो देखिएको क्या ए यता भित्रबाट बन्दै रहेछ है ए भित्रबाट चाहिँ ल यस्तो देखिने रहेछ हजुर ए हजुर यसलाई चाहिँ फेरि कभर हुन्छ हौ पछि ए कस्तो राम्रो डिजाइन रहेछ बाहिरबाट हेर्दाखेरि त गोलो के हजुर ए हजुर हजुर कति भयो यो सुरु गर्नुभएको 3 वर्ष 3 वर्षदेखिको अहिलेसम्म प्रोजेक्ट अलमोस्ट कति पर्सेन्टसम्म भयो अहिले ए घरै पनि रहेछ त्यो पर है ए त्यहाँ घर पनि रहेछ हजुर त्यो पनि होमस्टे यस्तै बस्ने नै हो होटल रेस्टुरेन्टै रहेछ रेस्टुरेन्ट रहेछ त्यो चाहिँ बनिसकेको रहेछ यहाँ हाम्रो दाइहरूले बनाउँदै हुनुहुन्छ यो भित्र चाहिँ पुरै प्लाइवुड रहेछ यो चाहिँ फलामको भयो होइन फलाम अनि यो कालो कलर चाहिँ काठ रहेछ है ए हजुर ए हजुर त्यो बिचको चाहिँ फलाम रहेछ अनि बाहिरको चाहिँ कालो प्लाइवुड रहेछ है ए 3 वर्ष भइसक्यो यो प्रोजेक्ट त ए भनेपछि अझै कति जति लाग्ला त 1 वर्षमा चाहिँ कम्प्लिट हुन्छ है ए ल थ्याङ्क यू कस्तो राम्रो देखिन्छ बाहिरबाट चाहिँ पुरै सिसाको हो कि जस्तो देखिन्छ कि ए यो चाहिँ कालो प्लाइवुड रहेछ है हस् थ्याङ्क यू हजुरहरू यतैको हुनुहुन्छ हजुरहरू यतैको हुनुहुन्छ हो ए यतैको हुनुहुन्छ ल एकदम राम्रो बनाउँदै हुनुहुँदो रहेछ धन्यवाद है तपाईँहरूले जानकारी दिनुभयो हस् हुन्छ पछि बनिसकेपछि एकचोटि आउँछौँ नि है हस् हुन्छ हस् धन्यवाद यो त पुरै सिसै जस्तो देखिन्छ नि त सिसै जस्तो देखिन्छ तर यो चाहिँ कालो कलर लगाएको प्लाइवुड रहेछ भित्र एकदमै राम्रो डिजाइन छ अहिले बन्ने क्रममा छ लगभग यो चाहिँ 3.5 वर्ष भइसकेको रहेछ अब अझै पनि 1 वर्षभित्र चाहिँ कम्प्लिट हुन्छ होला भन्ने हिसाबले चाहिँ कुरा गर्नुभएको छ हाम्रो सोलुखुम्बु जिल्लाको चाहिँ एकमात्रै मापे दुधकोशी गाउँपालिकामा अवस्थित सिलगढी डाँडामा भएको यो रेस्टुरेन्टमा चाहिँ हामीले आज घुम्ने अवसर चाहिँ मिल्यो सो यो रेस्टुरेन्टभित्र चाहिँ हामीले कस्तो रहेछ के रहेछ भनेर बन्दै गरेको क्रममा चाहिँ गएर भिजिट गर्ने एउटा मौका पनि मिल्यो त्यो पछाडि पनि एउटा रहेछ नि त रेस्टुरेन्ट बनिसकेको रहेछ पछाडि कस्तो राम्रो रहेछ रेस्टुरेन्ट यस्तो डल्लो खालको चाहिँ होइन जस अर्को बनिसकेको रहेछ ल दर्शकहरू हेर्नुहोस् त सिलगढी डाँडामा चाहिँ नयाँ रेस्टुरेन्ट बन्दै गरेको छ जुन चाहिँ पर्यटकीय हिसाबले चाहिँ एकदमै आकर्षक रहेको छ यहाँ चाहिँ यसरी बन्ने क्रममा रहेको छ बन्ने क्रम जारी छ गर्नु त ल कतिवटा रहेछ उतादेखि पर पनि रहेछ उतापट्टि
गरेको भाइलाई धानु त ए खोइ नानी भाइलाई बेबी ह्यापी होली भाइ ह्यापी होली ह्यापी होली हाम्रो आजको यात्रा कस्तो रह्यो त साथीहरुलाई यसो शेयर गरिदिनुस् त दामी है एकदम रमाइलो एकदम दामी खै पछाडीको चाहिँ